अब यो बागमती, विष्णुमती, मनोहरा खोला क्षेत्रबाट हटाइएका त्यहाँ बसेको टहरा भवन भत्काएका सुकुम्बासी भूमिहीनहरू कहाँ जालान्? आज बिहान 7 बजेदेखि काठमाडौँको थापाथली क्षेत्रमा डोजर चल्यो। हुन त बिहिबारदेखि नै माइकिङ गर्दै आफ्नो सरसामान सार्न र आफू पनि सरेर जान सरकारले आह्वान गरेको थियो। प्रहरी प्रशासनले आह्वान गरेको त्यही अनुसार कतिपय त्यो खोला किनारका सुकुम्बासी भूमिहीन दाबी गरिरहेका बस्तीका बासिन्दाहरू आफ्नो सरसामान लिएर अन्यत्र सरे पनि, तर थुप्रै मानिसहरू अन्यत्र सरेनन् र सरकारले जारी गरेको सूचना अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, सँगसँगै नगर प्रहरी, काठमाडौँ महानगरको महानगर प्रहरीले संयुक्त रूपमा ती नदी किनारका बागमती खोला किनारको जुन थापाथली क्षेत्रका बस्तीमाथि डोजर चलायो र त्यो बस्तीलाई खुल्ला गर्ने, खाली गर्ने काम सुरक्षा निकायले गर्यो। त्यति बेला एकातिर डोजर चलिरहेको थियो भने अर्कोतर्फ सामान मिलाउने, सामान निकाल्ने झिटी गुन्टाहरू एकातिर थन्काउने, राख्ने र अब कहाँ जाने होला, कसरी बस्ने होला भन्ने प्रतीक्षा, एउटा निराशा अर्कोतर्फ देखिने गरेको थियो। र थापाथलीमा डोजर चलाएर भत्काइएका बस्तीहरूमध्ये 68 परिवार सरकारको सम्पर्कमा आएको, उनीहरूले आफ्नो जग्गा जमिन नभएको र हामीलाई सरकारले आश्रय दिनुपर्छ भनेर दाबी गरेको हामीले तथ्याङ्क प्राप्त गरेका छौँ। यो सरकारको जुन यो आधिकारिक तथ्याङ्क हो र बिहान 7 बजेबाट बालेन डोजर चल्दै गर्दा सँगसँगै सरसामान प्याकिङ गर्ने काम पनि चलिरहेको थियो। विशेष गरी प्रहरी, महानगर प्रहरी बल सँगसँगै प्रहरी कर्मचारीहरूले समेत त्यो बस्तीका बासिन्दाहरूलाई सरसामान प्याकिङ गर्नका निम्ति साथ सहयोग गरिरहेका थिए। एउटा यो सहकार्यको नमुना चाहिँ त्यो बस्तीमा देखिएको थियो। अब यो सुकुम्बासी बस्तीबाट, खोला कोरिडोरका बस्तीबाट यसरी नागरिकहरूलाई हटाइसकेपछि अब उनीहरू कहाँ बस्लान्, कसरी सरकारले व्यवस्थापन गर्ला? हुन त बालेन सरकारले आफ्नो 100वटा शासकीय सुधारका प्रतिबद्धता गर्दै गर्दा बुँदा नम्बर 91मा 6 महिनाभित्र सुकुम्बासीको एकिन लगत सङ्कलन गर्ने अनि यसको आधारमा अनि बाँसको व्यवस्थापन, दीर्घकालीन व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा चाहिँ व्यवस्थापन गर्ने भनेर भनेको थियो। र बुँदा नम्बर 92मा यदि एकीकृत लगत सङ्कलन गरेर वास्तविक सुकुम्बासीको पहिचान गर्दै उनीहरूको व्यवस्थापन गर्दै गर्दा पनि कसैले सरकारी सार्वजनिक जग्गा, खोला उकास जग्गा मिच्यो, अतिक्रमण छोडेन भने उनीहरूमाथि चाहिँ डोजर चलाउने अर्थात् बल प्रयोग गरेर भए पनि सार्वजनिक सरकारी जग्गा नियन्त्रणमा लिने भन्ने एउटा त्यहाँ प्रतिबद्धता गरेको थियो। तर बुँदा नम्बर 91को कामै नगरिकन 92मा अर्थात् बल प्रयोग गर्दै डोजर चलाउने अवस्थामा किन सरकार गयो, हतारो किन भन्ने तरिकाले प्रश्न पनि उठिरहेको थियो। तर खोला कोरिडोरको जग्गा होस् या सार्वजनिक प्रति कुनै पनि जग्गा अनाधिकृत रूपमा कब्जा गर्ने, त्यो क्षेत्रलाई मनलाग्दो रूपमा उपयोग गर्ने अधिकार कसैलाई पनि छैन। यसो भन्दैमा जो भूमिहीन छन्, जो आफ्नो नाममा कतै पनि देशभरका कुनै पनि भूभागमा सरकारी जुन लालपूर्जावाला जग्गा रहेको छैन, ती व्यक्तिहरूलाई भने सरकारले उचित सम्बोधन गर्नुपर्छ। किनकि यो देशमा हरेक नागरिकले बाँच्न पाउने अधिकार छ, सुरक्षित बस्न पाउने अधिकार छ। यसलाई भने यो मानव अधिकार, यो व्यक्तिगत मौलिक अधिकारलाई सम्मान गर्नेतर्फ भने यो सरकार अगाडि बढ्नुपर्छ। र यो सुकुम्बासी बस्तीमा डोजर चल्दै गर्दा यति बेला कष्टकर रूपमा विभिन्न सेल्टरमा त्यो बस्तीबाट हटाइएका व्यक्तिहरू, विस्थापित भएका व्यक्तिहरू बस्दै गर्दा सरकारले चाहिँ तत्कालै भूमिहीन सुकुम्बासीको पहिचान गर्दै उनीहरूलाई जग्गा दिने भनिरहेको छ। प्रधानमन्त्री बालेन शाहले ढुक्क हुन छिट्टै हामी जग्गा दिन्छौँ भन्ने प्रतिबद्धता गर्दै गर्दा वास्तविक सुकुम्बासी छान्ने काम प्रक्रिया भोलि आइतबारबाटै सुरु हुने र 2 साताभित्रै अहिले एउटा प्रारम्भिक व्यवस्थापनका निम्ति नागार्जुनको अपार्टमेन्ट, जुन चाहिँ सुकुम्बासीहरूकै लागि भनेर 2071 सालमै निर्माण गरिएको थियो, सरकारी कोषबाट 12 करोड
खर्च गरेर 2069 सालमा तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले यो अपार्टमेन्ट बनाउने र खोला किनारका सुकुम्बासीलाई हटाउने एउटा अभियान चलाउनु भएको थियो। यद्यपि उहाँ सफल हुनुभएको थिएन र यो 2वटा अपार्टमेन्टभित्र चाहिँ 42वटा युनिट रहेका छन्। यो युनिटमा तत्कालका लागि राख्ने गरी सरकारले तयारी गरिरहेको छ र यी बाहेक अन्य 4 स्थानमा समेत सरकारले चाहिँ यसरी राख्नका निम्ति सेल्टर तयार गरेको छ। यो नागार्जुनको अपार्टमेन्टमा यदि वास्तविक सुकुम्बासी दाबी गर्दै सरकारको सम्पर्कमा आउनेहरू अटेनन् भने कीर्तिपुरको सत्सङ्ग भवनमा व्यवस्थापन गर्ने, भक्तपुरको बोडेको कृषि विकास बैङ्कको तालिम केन्द्रमा व्यवस्थापन गरेर राख्ने तत्कालका निम्ति र खरिपाटीको जुन भक्तपुरकै नेपाल विद्युत प्राधिकरणको भवन रहेको छ जुन कोरोना कालमा समेत त्यहाँ क्वारेन्टिन बनाउने गरी प्रयोग भएको थियो त्यो भवनमा राख्ने र चाँदबाग स्कुल जुन स्कुल चाहिँ चौधरी ग्रुपले जालसाजीपूर्ण तरिकाले सरकारी जग्गा चाहिँ आफ्नो नाममा ल्याएको थियो। 10 रुपैयाँ बढी सरकारी जग्गा यो चाँदबाग स्कुल रहेको सरकारी भवनलाई समेत सुकुम्बासी बस्तीको जुन बासिन्दालाई चाहिँ खोला कोरिडोर क्षेत्रबाट सरकारले निकालिरहेको छ। यो बस्तीका बासिन्दालाई राख्नका निम्ति उपयोग गर्ने भन्ने तयारी सरकारले गरिरहेको छ र सरकारले वास्तविक सुकुम्बासी भूमिहीनको पहिचान गर्ने र जो खोला मिचेर खोला कब्जा गरेर भवन बनाउँदै भाडामा लगाएर त्यसलाई कमाई खाने धन्दा चलाइरहेका थिए। भूमाफिया विशेष गरी यो बोलीचालीको भाषामा अलि सुन्दा नराम्रो सुनिए पनि यो गरिरहेका थिए भन्ने ब्लेम लागेको छ, आरोप लागेको छ। उनीहरूको नाम नै सार्वजनिक गरिदिने सम्मको तयारी बालेन सरकारले गरिरहेको छ र काठमाडौँ उपत्यका विकास प्राधिकरणको तथ्याङ्क के लाउने हो भने काठमाडौँको शान्तिनगर क्षेत्रमा 476 घर परिवार सुकुम्बासी बस्ती अर्थात् अनाधिकृत बस्ती रहेको रेकर्ड छ र गैरी गाउँमा 162 घर परिवार, थापाथलीमा 143 घर परिवार, गोठाटारमा 70, मनोहरा क्षेत्रमा 13 घर परिवार गरी काठमाडौँभित्र मात्रै कुल 871 घर परिवार जुन अनाधिकृत घरटहरा बनाएर बसेको तथ्याङ्क काठमाडौँ उपत्यका विकास प्राधिकरणले जुन बाहिर ल्याएको छ र थापाथलीमा शान्तिपूर्ण रूपमै यो अनाधिकृत रूपमा घरटहरा बनाएर बसेका बासिन्दाहरूलाई सार्नका निम्ति सरकार सफल हुँदै गर्दा मनोहरा क्षेत्रमा भने झडप भएको छ। ढुङ्गा मुढाको स्थिति नै देखिएको छ जहाँ थुप्रै प्रहरीहरू घाइते हुने अवस्था समेत सिर्जना भएको छ। यता सरकारले केही सयको सङ्ख्यामा सुकुम्बासी छन्, अनाधिकृत घरटहरा बनाएका छन् काठमाडौँमा भनेर तथ्याङ्क सार्वजनिक गर्दै गर्दा संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले भने 6000 परिवार यसरी खोला किनारमा बागमती, विष्णुमती, मनोहरा जुन बल्खु लगायतका खोला किनारमा बस्नु परिरहेको छ र ती घर परिवारका 40,000 जनसङ्ख्या चाहिँ यसरी सुकुम्बासी भूमिहीनका रूपमा खोला कोरिडोरमा दुर्गन्ध सहेर बस्नु परिरहेको अवस्था छ। उनीहरूलाई व्यवस्थापन गर्नुपर्छ, उनीहरूलाई जग्गा जमिन दिएर हुन्छ कि एउटा व्यवस्थित आवास बनाएर हुन्छ कि व्यवस्थापन गर्नुपर्छ भन्ने माग चाहिँ राष्ट्रिय सुकुम्बासी मोर्चाले यसअघिदेखि नै गर्दै आएको छ। यो काठमाडौँ उपत्यका मात्रै होइन, सुकुम्बासी समस्या देशैभरको एउटा समस्या बन्दै आएको छ। देशैभर लाखौँ भूमिहीन सुकुम्बासी रहेको जुन एउटा प्रारम्भिक तथ्याङ्क रहँदै गर्दा सुकुम्बासीहरूको जुन वास्तविक भूमिहीन सुकुम्बासीको सङ्ख्या कति छ र उनीहरूलाई कुन प्रक्रियाबाट व्यवस्थापन गर्ने, जग्गा कहाँ कसरी उपलब्ध गराउने भन्ने विषयमा भने भित्रभित्रै बालेन सरकारले अध्ययन गरिरहेको बताइएको छ र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहले नै अब भोलि आइतबारबाटै वास्तविक सुकुम्बासीको पहिचान गर्ने प्रक्रिया अगाडि बढाउने र हामी वास्तविक सुकुम्बासी भूमिहीनको पहिचान गरेर उनीहरूलाई चाहिँ उचित व्यवस्थापन गर्छौँ, जग्गा उपलब्ध गराउने लगायतका प्रक्रिया पुरा गर्छौँ भनिरहेको अवस्था छ। प्रधानमन्त्री बालेन शाहले समेत छिट्टै वास्तविक भूमिहीन सुकुम्बासीलाई जग्गा दिलाउँछौँ भन्दै गर्दा हामी यो पहिलो सेल्टरका रूपमा नागार्जुनको अपार्टमेन्टमा जुन सुकुम्बासीकै निम्ति भनेर बनाइएको थियो 12 करोड राज्यको खर्चेर त्यहाँ राख्ने गरी तयारी गर्दै गर्दा त्यहाँ सरसफाइको काम गरिरहेको, रङरोगन गरिरहेको, झार फाँड्दै जुन 12 वर्षसम्म खण्डहर बनेको यो क्षेत्रलाई
व्यवस्थित गर्दै त्यहाँ चाहिँ सुकुम्बासीहरूलाई राख्ने गरी चाहिँ जुन एउटा तयारी गरिँदैछ त्यो क्षेत्रमा पनि पुगेका छौँ, जहाँ यति बेला अस्तव्यस्त अवस्था छ। 12 वर्षदेखि अलपत्र भएको यो भवनमा जुन धुलै धुलो, माकुराको जालो र सँगसँगै परिवारले गुण लगाएको अवस्थालाई चाहिँ पन्छ्याउँदै, झाडु लगाउँदै, कुचो लगाउँदै, बढार्दै, सरसफाइ गर्दै, रङरोगन गर्दै, खानेपानीको जुन टुटेफुटेका पाइपदेखि ट्याङ्कीसम्मलाई मर्मत गर्दै, बिजुली बत्ती, ढल निकास लगायतलाई मर्मत गर्दै तत्कालका निम्ति यो नागार्जुनको अपार्टमेन्टलाई उपयोग गर्ने गरी सरकारले तयारी पनि गरिरहेको छ। यो काम यति युद्ध स्तरमा भइरहेको छ कि हतार हतार गर्दै सरसफाइको काम भइरहेको हामीले त्यहाँ पुग्दा देखिरहेका छौँ भने सँगसँगै पानी व्यवस्थापनको काम, बिजुली बत्तीको काम, ढल सरसफाइको काम चाहिँ तीव्र गतिमा अघि बढिरहेको छ र तत्कालको व्यवस्थापनका निम्ति अब नागार्जुनको अपार्टमेन्ट प्रयोग हुन्छ वा किर्तिपुरको सत्सङ्ग भवन प्रयोगमा आउँछ, खरिपाटीको चाहिँ नेपाल विद्युत प्राधिकरणको भवन प्रयोगमा आउँछ, चाँदबाग स्थित सरकारी भवन प्रयोगमा आउँछ, या सरकारले छुट्टै व्यवस्थापनको प्रक्रिया मार्फत सुकुम्बासी भूमिहीनलाई समेत राज्यको अनुभूति गराउँछ, सरकारको अनुभूति गराउँछ। यो भने तत्कालका निम्ति चासो प्रतीक्षाको विषय बनिरहेको छ। जो वास्तविक भूमिहीन सुकुम्बासी रहेका छन् उनीहरूलाई भने उचित व्यवस्थापन छिटोभन्दा छिटो गर्दै यो सरकारले राज्यको अनुभूति गराउनुपर्छ।